तपाईँहरूलाई पनि मोटिभेसन आउँछ कि आजदेखि जिम गरौँ, आजदेखि पढौँ भनेर होइन, फर्स्ट डेमा पुरै मोटिभेट हुनुहुन्छ। त्यसपछि त बानी नै 72 घन्टा सकेपछि 3 दिन सकेपछि बानी नै हराउँछ भनेर। तपाईँहरूलाई थाहा छ यो भनेको के हो भनेर? यो 72 घन्टापछि जुन बानी हराउने छ नि यसलाई भन्छ 3 डेज सिन्ड्रोम होइन। यो हुनुको कारण के हो भनेपछि जब हाम्रो पढ्ने बानी, जिम गर्ने बानी जुन हामी मोटिभेट लिन्छौँ आफूलाई होइन, मोटिभेट भएर आउँछ आफूलाई जिम गर्ने, पढ्ने भनेर, त्यति बेला हाम्रो बडीको डोपामाइन चाहिँ हाई लेभलमा रिलिज भएको हुन्छ, हाई हुन्छ। हामी फर्स्टमा एक्साइटेड हुन्छौँ, पढ्छौँ, गर्छौँ होइन। त्यसपछि अलि इट्स ओके ल गर्ने भनेर होइन। अनि त्यसपछि अर्को थर्ड डेमा चाहिँ डोपामाइनको रिलिज चाहिँ जुन सेक्रेसन हुन्छ त्यो कम हुन्छ। त्यही भएर यसलाई हाम्रो बडीमा यो डोपामाइनको सेक्रेसन कम भएको कारणले चाहिँ 3 डेज सिन्ड्रोम हुन्छ। अब योबाट बच्ने कसरी? यसको उपाय के हो? के गरेर हाम्रो यो 3 डेज सिन्ड्रोम चाहिँ हटाउन सकिन्छ? कुनै पनि काम गर्दा चाहिँ हामीले एउटा चाहिँ के गर्नु पर्यो भनेपछि एउटा हाई मोटिभेसन भएर नसुरु गर्ने, ठिकै लो लेभलबाट सुरु गर्ने होइन। सानो प्रोजेक्ट लिने, सानो मोटिभेसन लिने अनि काम गर्ने, एउटा कन्सिस्टेन्सी चाहिँ मेन्टेन गर्ने, रेगुलर एउटै टाइममा फोकस गर्ने। अनि त्यसरी नै गरेपछि हामीले 3 डेज सिन्ड्रोम चाहिँ प्रिभेन्ट गर्न सक्छौँ।